सबैमा नमस्कार। प्रवित केसी भ्लग हेरेर बस्दै हुनुहुन्छ भने तपाईहरु कृपया मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला भन्न चाहे। म चाहिँ अहिले हाल रोमानियादेखि बोल्दै छु। रोमानियामा धेरै साथीहरूले नेपालदेखि फोन गरेर मलाई भन्दै हुनुहुन्छ के छ साथी रोमानियाको हालखबर भन्दै हुनुहुन्छ र विशेष गरी डेलिभरीमा आउन चाहने फुड डेलिभरीमा आउने साथीहरूको लागि यो भिडियो विशेष हुन सक्छ। त्यही भएर तपाईहरु सबैजनाले हेरेर साथ दिनु होला। फुड डेलिभरीमा आउँदाखेरि अब कमाईको हिसाबले भन्नुहुन्छ भने एकदमै गुड छ, एकदमै राम्रो छ हैन। धेरै राम्रो इन्कम गर्न सक्नुहुन्छ आफ्नो खटाई आफ्नो मेहनतको अनुसार भने। तपाईले अब चिसोको हिसाबले हेर्दाखेरि एकदमै माइनसमा झरिराखेको छ। चिसो धेरै अत्याधिक हुने भएकोले तपाईहरुले नेपालबाट आउँदाखेरि आफूलाई चाहिने तातो तातो सरसामानहरु ल्याएर आउनु होला। ज्याकेटहरु देखि लिएर हैन, लोअरहरु देखि लिएर सबै कुराहरु। र विशेष गरी डेलिभरी गर्ने साथीहरुले चाहिँ एकदमै पन्जाहरु मोजाहरु लिएर एकदमै ताता ताता कपडाहरु लिएर आउनु होला भन्न चाहे। र आज चाहिँ एकदमै हिउँ परिराखेको छ र पर्दैछ। 2026 को लास्ट हिउँ चाहिँ हो, लास्ट एन्ड फर्स्ट हिउँ हो भन्न चाहे। तपाईहरुले हेर्न सक्नुहुन्छ यस्तो मजाले परिराखेको छ हिउँ। मैले अगाडि 2026 को लास्ट भने, सरी 2026 को फर्स्ट हिउँ चाहिँ हो। म चाहिँ अब काममा निस्किन थाले है। अब डेलिभरी गर्नै पर्यो, काममा निस्किनै पर्यो, काम गर्नै पर्यो। देश छोडेर आइएछ है। अब सबैजनाले यो भिडियो हेरेर डेलिभरीमा आउने साथीहरुलाई एकदम सहज हुन सक्छ। त्यही भएर सबैजनाले हेर्दै गर्नु होला। बाइ।